हेलो साथीहरू, आज चाहिँ म यो स्याउको जाम बनाउँदैछु। अनि सुरुमा चाहिँ यसलाई यसरी छिल्ने मजाले। अनि छिलिसकेपछि यसलाई मजाले सानो पिसमा काट्ने, किनभने यसलाई पकाउनुपर्छ होइन। पकाएर यसलाई म्यास गर्नुपर्छ, त्यही भएर अलिक पातलै काट्नु हो भने राम्रो हुन्छ। र त्यसपछि एउटा भाँडो लिने अनि चिनी, त्यसपछि अभियसली स्याउ आगो बाल्ने सानो, त्यसपछि भाँडो राखेर स्याउलाई राख्ने। स्याउ मजाले राखिसकेपछि मैले चाहिँ थोरै पानी हालेँ यसमा। पानी हालेको चाहिँ राख्न बिर्सेछु। त्यसपछि लेमन, त्यसपछि चिनी हालिसकेपछि हल्का घुमाइदिने यसलाई। त्यसपछि छोपिदिने, बेला खोल्दै हेर्ने, यस्तो बक घुम्दैछ। अनि फेरि चलाउने अनि छोपिदिने है। यसरी बक घुम्लिरहेको हुन्छ। फेरि यसो खोल्दै हेर्ने। अनि अहिले चाहिँ हेर्नुहोस् त, हाम्रो लगभग 50% चाहिँ पाकिसकेको छ। यसलाई चलाउने यसो म्यास पनि गर्दै गर्ने, कतिको म्यास हुन्छ होइन। म्यास भइसकेपछि फेरि एकछिन पकाउन छोडिदिने। र हेर्नुहोस् त, हाम्रो जाम चाहिँ अलमोस्ट रेडी भइसकेको छ। अब चाहिँ हामी बिस्तारै यसलाई म्यास गर्दै जान्छौँ। म्यास गर्छौँ। अब तपाईँहरूलाई कतिको पातलो मनपर्छ? मलाई चाहिँ अलिक चोक्टै भएको मनपर्छ। अनि म चाहिँ धेरै म्यास गर्दिनँ यसलाई। म चाहिँ यत्तिको म्यास गर्छु। यत्तिको खाना चाहिँ दामी हुन्छ। अलिकति चोक्टा भयो भने स्याउको पनि फ्लेभर आउँछ नि त, दामी हुन्छ। दिस इज द फाइनल्ली। हल्का सेलाइसकेपछि अब चाहिँ यसलाई हामी बट्टामा हाल्छौँ है त गाइज। बट्टा लिएको छु, बट्टामा हालौँ। एन्ड सो गाइज, तपाईँहरूले पनि घरमा बनाउँदै भने चाहिँ कमेन्ट गर्न नबिर्सिनु है। कस्तो बन्यो तपाईँहरूको चाहिँ? मेरो चाहिँ मिठै बनेको छ होइन। इट्स रियली गुड। हेर्नु न, खाउँ जस्तो छैन त। And so guys, this is my final look of the product. Pineapple jam ko bhattama apple jam. So guys, don't forget to like, share and subscribe to my channel.